तपाईँ नेपालको करोडपति नेतामा पर्नुभयो त्यसो भए त कुन ठुलो कुरो करोड भनेको त नमस्ते साथीहरू, हालसालै काठमाडौँमा एमालेको 11औं महाधिवेशन भएको छ। सिधाबाट के को लागि के कार्यक्रममा आउनु भएको थाहा छ? के भन्छ मिटिङ भनेको कि त्यो पनि भन्नु आउँदैन मलाई, आउँदैन भन्नु। महाधिवेशन भनेको के हो, यो किन गरिन्छ? देशको यस्तो सिनेरियोमा देशकै सबभन्दा करप्ट पार्टीले आफ्नो बल जुटाउनु भनेको यो देशको विनाशको सुरुवातको संकेत हो कि वास्तवमै एमालेकै अन्त्य हो त? के थियो यो महाधिवेशनमा उनीहरूको मेन एजेन्डा? किन गरियो? भदौ 24 गतेको राति देशको सरकारले, प्रधानमन्त्रीले राजीनामा दिइसक्दा पनि आज किन उनीहरू सत्तामा आउनलाई यस्तो ग्यादरिङ, यो महाधिवेशन गरिरहेका छन् त? देशको इनोसेन्ट जनताहरूको रगत बगाई फेरि त्यही सरकार किन सत्तामा आउन खोजिरहेको छ भन्ने कुरा आज हामी यो भिडियोमा गर्नेछौँ। केपीएललाई थुन्नु पर्दैन, शेरबहादुरलाई थुन्नु पर्दैन, रमेश लेखनालाई थुन्नु पर्दैन, सिडोलाई थुन्नु पर्दैन। लात्ती हानेर भगाएको होइन, यसको बाउको बिर्ता हो देश। पार्टी चाहिँ छोड्नुहुन्न। पार्टी त जिन्दगी छोड्दिन। महाधिवेशनपछि तपाईलाई कुन पदमा पाउँछौँ? फेरि पनि मेरो सरसल्लाह चल्दैछ। पदाधिकारीमा म बसेर काम गर्छु, होइन भने एमालेको सदस्य भएर काम गर्छु। भविष्यको 5 वर्षपछिको के कुरा गर्ने? महाधिवेशन भनेको प्राय जसो कुनै पनि सभाको ठुलो बैठक हो। यसमा प्राय राजनीतिक दल, सङ्घ संस्था वा सङ्गठनले महत्त्वपूर्ण निर्णय लिने गर्छन्। यसमा नयाँ नेतृत्वको चुनाव होस् वा रणनीति निर्धारण सम्बन्धी कार्य होस् वा भविष्यको नीति तय गर्नुपर्ने होस्, यी कुराहरू यो महाधिवेशनमा, यो ठुलो बैठकमा गर्ने गरिन्छ। यही एमाले पार्टीले आफ्नो पहिलो महाधिवेशन विक्रम सम्वत 2010 माघ 10 गतेका दिन भूमिगत रूपले यानि कि सिक्रेट रूपले ललितपुरमै गरेका थिए। त्यो महाधिवेशनमा मनमोहन अधिकारीलाई यस पार्टीको महासचिव बनाइएको थियो। हालसालै रिलिज भएको इन्डियन मुभी धुरन्धरको यो डायलग हो कि इन्डियाको सबभन्दा ठुलो शत्रु इन्डिया नै हो, पाकिस्तान सेकेन्ड नम्बरमा आउँछ। त्यस्तै हाम्रो देश नेपालको पनि सबभन्दा ठुलो शत्रु हाम्रै देशको जनताहरू हो। यही देशको बुढापाकाहरू, बाजेहरू हुन्। पार्टी चाहिँ छोड्नुहुन्न। पार्टी त जिन्दगी छोड्दिन। बाँचुन्जेल म एमालेसँग छु। पैसा र 2 छाक खाना खानको लागि यिनीहरू यति स्तरसम्म गिरिसकेका हुन्छन् कि यिनीहरूलाई सही के हो, गलत के हो भन्ने कुरा यिनीहरू सोच्नै चाहँदैनन्। कुन ठुलो कुरो करोड भनेको त कुरा करोडौँको होइन, कुरा यहाँ नेपाली जनताको। नेपाली जनता जुन कि मेहनत गरेर ब्याचलर पास गर्छन् र हजारसँग कम्पिटिसन गरी एउटा सिटको लागि 30,000 को जागिर खानको लागि आफ्नो दिन रात एक गरिदिन्छन्। यहाँ कुरा त्यस्तो जनताको हो जो कि बाटोको प्लास्टिकहरू र बोतलहरू टिपेर आफ्नो जीवन निर्वाह गर्छन्। यहाँ कुरा त्यस्तो जनताको हो जो कि दिनको दिहाडीमा काम गरेर आफ्नो परिवार र आफ्नो पेट पाल्ने गर्छन्। इन्डियाको बिहार स्टेट भन्दा पनि सानो देश छ हाम्रो देश नेपाल। यसलाई चाहियो भने बगैँचा जस्तै सुन्दर र आकर्षक बनाउन सकिन्छ, यो देशलाई समृद्ध बनाउन सकिन्छ। तर होइन, यहाँका पोलिटिसियनहरू, यहाँका नेताहरू कसरी यो देशको जनताहरूको रगत चुस्ने र कसरी यो देशको सम्पत्तिलाई आफ्नो खातामा हाल्ने भन्ने प्रयासमै हुन्छन्। कसरी करोडौँको सम्पत्ति आफूसँग जोड्ने भन्ने प्रयासमा हुन्छन्। अहिले करप्सन भइरहेको छैन त, कन्ट्रोल भयो त। सुशीला कार्कीजी, करप्सन 5 दिनमा नियन्त्रण हुन्छ, समाप्त हुन्छ करप्सन भन्नुहुन्छ, भयो त करप्सन कन्ट्रोल। तपाईले अन्ततः आफै पनि स्वीकार गर्नु हुँदैछ कि तपाईको पालामा देशमा कतिको करप्सन थियो भन्ने। सिधाबाट के को लागि के कार्यक्रममा आउनु भएको थाहा छ? कार्यक्रमको एमालेको कार्यक्रम छ भनेर थाहा थियो, तब आयो। आज के हो एमालेको? आज के भन्छ, के भन्छ मिटिङ भनेको कि त्यो पनि भन्नु आउँदैन मलाई, आउँदैन भन्नु सोध्नु। म कुन कार्यक्रम आएको हुँ भन्ने कुरा पनि थाहा नहुने
यो बुढापाका मान्छेहरू यो बाजेहरूले यिनीहरू नै यो देशलाई खराब गर्ने। मिटिङ भनेको कि त्यो पनि भन्नु आउँदैन मलाई। दिमागको स्तर कतिको छ र पैसाको लागि कतिको बिकिसकेका छन् भन्ने कुरा यो भिडियोले स्पष्ट पार्छ। म त भन्छु अबको लडाई देशको पुरानो पार्टी र जेन्जीको बीच होइन, अबको लडाई जेन्जी र उनीहरूको प्यारेन्ट्स बाजे बीचको लडाई हो। मेरो एउटै सानो हम्बल रिक्वेस्ट यो देशको सबै जेन्जी युवाहरूसँग के छ भन्दाखेरि यसपालिको आउँदै गरेको इलेक्सनमा तपाईँ आफ्नो घरको प्यारेन्ट्सलाई, बुवा आमालाई, बाजेलाई यति कुरा कन्भिन्स के गर्नु भन्दाखेरि उनीहरूलाई के भन्नुहोस् भन्दाखेरि ठिकै छ तपाईँले आफ्नो पालामा आफ्नो भविष्य बनाउने बेलामा देशलाई जुन पार्टीलाई चुज गर्नुभयो ठिकै छ गर्नुभयो, त्यो कुरालाई छाडौँ, तर अब यो पालो भविष्य बनाउने हाम्रो हो, त्यो भएर मैले भनेको पार्टीमा भोट हाल्नुहोस्। यदि तपाईँले यतिको कन्भिन्स गर्न सक्नुभयो भने करप्सनको एगेन्स्ट रहने पार्टीलाई यदि हामीले भोट दिन सक्यौँ भने हाम्रो देश अहिले पनि सुध्रिन सक्छ। यति भन्दै म आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु। धन्यवाद।